नमस्ते। कुनै पनि नयाँ भाषा सिक्दा आफ्नो वरिपरिको संसारलाई वर्णन गर्न सक्नु त्यो एउटा ठूलो कुरा हो नि, होइन? आज हामी जापानी भाषामा कुनै चीज छ वा कहाँ छ भनेर कसरी भन्ने हो त्यही कुरा सिक्न गइरहेका छौं। ल सुरु गरिहालौं न त। एकछिन यो कोठालाई हेरौँ त। यहाँ के छ? यो प्रश्न हेर्दा त एकदमै सजिलो लाग्छ, तर जापानिज भाषामा यसको उत्तर दिने तरिका अलिकति फरक छ र रमाइलो पनि। आउनुहोस्, त्यो तरिका के रहेछ पत्ता लगाउँ। जापानी भाषाको एउटा गजबको कुरा के छ भने नि, हुनु वा छ भन्नका लागि एउटै मात्र क्रियापद छैन, दुईवटा छन्। हामी सजीव वस्तुको कुरा गर्दैछौँ कि निर्जीव? हो, त्यसैले कुन क्रियापद प्रयोग गर्ने भन्ने कुरामा फरक पर्छ। एकदमै सिधा भाषामा भन्नुपर्दा इमासु चाहिँ मानिस वा जनावर जस्ता जिउँदा चल्न सक्ने चीजहरूका लागि प्रयोग हुन्छ। अर्कोतर्फ आरिमासु चाहिँ वस्तु, बोट बिरुवा वा ठाउँहरू जस्ता निर्जीव आफै नचल्ने चीजहरूका लागि हो। यो नै मुख्य भिन्नता हो जुन हामीले सधैँ याद राख्नुपर्छ। ल एमासुको एउटा उदाहरण हेरिहालौं है त। नेखो भनेको बिरालो, अनि यहाँ जुन गा पार्टिकल छ त्यसले चाहिँ को वा के छ भनेर देखाउँछ, मतलब सब्जेक्टलाई चिनाउँछ। त्यसैले नेकोगा एमासुको अर्थ भयो त्यहाँ एउटा बिरालो छ। ठिक छ, अब आरिमासुको पालो। चुकुए भनेको डेस्क, जुन निर्जीव वस्तु हो, त्यसैले हामीले यहाँ आरिमासु प्रयोग गर्यौं। हेर्नुस् त, संरचना उस्तै छ। वस्तु, त्यसपछि गा पार्टिकल अनि अन्त्यमा आरिमासु। सजिलो छ नि, होइन? ल कुनै चीज छ भन्न त सिक्यौं, तर त्यो कहाँ छ भनेर कसरी भन्ने त? अब हाम्रो वाक्यमा स्थान थप्ने बेला भयो, र यसका लागि नि पार्टिकलले एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ। यो वाक्य बनाउने प्रक्रियालाई टुक्रा टुक्रा गरेर हेरौँ है। पहिला स्थान हेया मतलब कोठा, त्यसपछि स्थान देखाउन पार्टिकल नि, अनि के छ त टेलेभी अर्थात् टिभी, जसलाई गाले देखाउँछ, र टिभी निर्जीव भएकोले अन्त्यमा आरिमासु। हेर्नुस् त कति व्यवस्थित, टुक्रा टुक्रा जोडे जस्तै। यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान दिउँ है। धेरैजना नि र देमा झुकिन्छन्। याद राख्नुहोस्, निले कुनै चीज कहाँ अस्तित्वमा छ भनेर देखाउँछ, जस्तै कोठामा टिभी छ, तर देले चाहिँ कुनै काम कहाँ भइरहेको छ भनेर देखाउँछ, जस्तै कोठामा टिभी हेर्छु। एउटाले अस्तित्व देखाउँछ, अर्कोले कार्य। अब हामी यो पाठको सबैभन्दा भनौँ न गहिरो तर एकदमै शक्तिशाली भागमा आइपुगेका छौं। वा र गा पार्टिकलको प्रयोगले वाक्यको अर्थ र जोड कसरी बदलिन्छ। यो भनेको वाक्यमा एउटा स्पटलाइट बालेर कतातिर देखाउने भन्ने जस्तै हो। यी दुई वाक्यलाई सँगै हेरौँ त। पहिलोमा हेयानी नेकोगाइमास, यहाँ बिरालो भन्ने कुरा नयाँ जानकारी हो। सुन्नेलाई कोठामा बिरालो छ भन्ने थाहा नहुन सक्छ। तर दोस्रोमा नेकोवा हेयानिमास, यहाँ हामीलाई बिरालोबारे पहिले नै थाहा छ र नयाँ जानकारी चाहिँ त्यो कोठामा छ भन्ने हो। देख्नुभयो, एउटा पार्टिकलले मात्रै पुरै वाक्यको फोकस नै चेन्ज गरिदियो। हो, त्यसैले जब तपाईँ कसैलाई पहिलो पटक कुनै व्यक्ति वा वस्तुको अस्तित्वबारे बताउँदै हुनुहुन्छ, तब गा प्रयोग गर्नुहोस्। स्पटलाइट सिधै त्यो व्यक्ति वा वस्तुमा पर्छ। हेर्नुहोस्, त्यहाँ एउटा बिरालो छ भन्ने जस्तो भाव आउँछ के। तर जब कुराकानीको विषय पहिल्यै नै स्थापित भइसकेको छ, मतलब हामीलाई के को बारेमा कुरा हुँदैछ भन्ने थाहा छ, तब वा प्रयोग हुन्छ। यहाँ स्पटलाइट विषयमा होइन, बरु त्यो विषयको बारेमा दिइएको नयाँ जानकारीमा पर्छ, जस्तै त्यो कहाँ छ वा के गर्दैछ भन्ने कुरामा। यो उदाहरण हेरौँ। जिमुशोनी मिरासानगा इमास भन्दा मुख्य कुरा के हो भने मिलरसान अफिसमा हुनुहुन्छ भन्ने नयाँ जानकारी दिनु। यहाँ स्पटलाइट सिधै मिलरसानमा छ। तर यदि वाक्य मिरासानमा जिमुशोनी इमास हो भने यसको मतलब अलि फरक छ। हामीलाई मिलरसान को हुन् भन्ने पहिले नै थाहा छ। यहाँ जोड चाहिँ उहाँको स्थान अर्थात् उहाँ अफिसमा हुनुहुन्छ भन्नेमा छ। देख्नुभयो त पार्टिकलले कति ठूलो फरक पार्छ। ल यति जानेपछि त धेरै भयो, तर अझै प्रिसाइज हुनु पर्यो भने नि, कुनै वस्तु अर्को वस्तुको ठ्याक्कै कहाँ छ, माथि, तल, अगाडि वा पछाडि, त्यो भन्नु पर्यो भने त्यसको लागि पनि विशेष शब्दहरू छन्। यहाँ केही एकदमै चाहिने र उपयोगी स्थान सूचक शब्दहरू छन्। उए अर्थात् माथि, शिता तल, माए अगाडि, उशिरो पछाडि। यिनीहरूले तपाईको वर्णनलाई धेरै जीवन्त र सटीक बनाउन मद्दत गर्छन्।
यिनीहरूलाई वाक्यमा प्रयोग पर्ने तरिका पनि एकदमै सजिलो छ। पहिले मुख्य वस्तु जस्तै चुक्वे, त्यसपछि पार्टिकल नो अनि स्थानसूचक शब्द जस्तै उवे हो। यति गरेपछि चुक्वेनो वेको अर्थ डेस्कको माथि भन्ने हुन्छ। अनि पूरा वाक्य चुक्वेनो वेनी होङ्गा आरिमास। ल, अहिलेसम्म हामीले के सिक्यौं? एकचोटि सरर रिभ्यू गरौँ है त। यो सबैलाई कसरी जोड्ने भनेर हेरौँ। यसलाई एउटा चेकलिस्टको रूपमा सोच्न सकिन्छ। पहिला, वस्तु सजीव हो कि निर्जीव भनेर क्रिया छान्नुहोस्, इमासु कि आरिमासु। त्यसपछि विषयलाई गा र स्थानलाई नीले जोड्नुहोस्। यदि विषयबारे पहिले नै थाहा छ भने गाको ठाउँमा वा प्रयोग गर्नुहोस्। र अन्तमा अझै विस्तृत विवरण दिनु परेमा नोको सहायताले स्थानसूचक शब्दहरू थप्नुहोस्। ल, जाँदा जाँदै एउटा सानो प्रश्न। एकिनो माइनी तोशोकाङ्गा आरिमास, अर्थात् स्टेशनको अगाडि पुस्तकालय छ भन्ने वाक्यमा पार्टिकल गा प्रयोग भएको छ। यसको मतलब वक्ताले कुन कुरालाई नयाँ जानकारीको रूपमा जोड दिइरहेको छ? पुस्तकालयको अस्तित्वलाई कि त्यसको स्थानलाई? एकछिन सोच्नुहोस् है त।